हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज फेरि म तपाईँहरूको सामु एउटा नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ हामी राम्चे गएका थियौँ। त्यहाँको नवदुर्गा आबी राम्रोसँग निहालेर अहिले हामी फर्किन गइरहेका छौँ। हामी फर्किने क्रममा भिडियो बनाउन गएका छौँ। हामी जाँदाखेरि चाहिँ भिडियो बनाउन सम्भव भएन, त्यसैले अहिले तपाईँहरूको सामु यहाँको मनोरम दृश्य देखाउन गइरहेको छु। स्थानबाट चाहिँ हामीले रवि किरण माध्यमिक विद्यालय र पिपलेश्वर महादेव मन्दिरको निकै नै मिठो मनोरम दृश्य देख्न सकिने रहेछ। हामी एकछिन यहाँको दृश्य निहालेर अगाडि बढ्छौँ। निकै नै मिठो मनोरम दृश्य देख्न सकिने रहेछ र उत्तर पाइनेको मनोरम दृश्य देख्न सकिने रहेछ। एकछिन हामी त्यो हेरेर अगाडि लाग्यौँ। किम्बुमा चाहिँ किरा हुन्छ, तर हाम्रो शरीरलाई फाइदा गर्ने किरा हुन्छ। यसलाई चाहिँ इङ्ग्लिसमा ब्ल्याकबेरी भन्ने गरिन्छ। यो चाहिँ हाम्रो शरीरलाई आवश्यक छ, हामी सबैले खानुपर्छ। यो चाहिँ विदेशमा निकै महँगोमा बिक्छ, तर नेपालमा निकै सस्तो, जहाँ तहीँ पाउन सकिन्छ। सस्तो निःशुल्क रूपमा पाइन्छ। करो हेरो तिम्रो चाहिँ अहिले आएका छौँ चण्डीथान भन्ने ठाउँमा। यहाँ चाहिँ हामी भवन माथि आएका छौँ। यो सार्वजनिक भवन हो। यहाँबाट चाहिँ हामी पिपल डाँडा गाउँको एकदमै मनोरम दृश्यका साथ मिठो शीतल ताप्न सकिन्छ।
तापेर हामी फेरि पनि लाग्यौँ तल टेलरतर्फ।